एकचोटि यहाँ महावीर पुन दाईको कुरा सुन्नुहोस् है त, मन्त्रीको कुरा सुन्नुहोस्। उहाँले नि भन्नुभएको छ मन्त्री नभन्नु, मलाई दाइ नै भन्नु भनेर भन्नुभएको छ। एकचोटि उहाँको कुरा सुन्नुहोस् होइन, आफ्नो केन्द्रमा भर्ती आफ्नो पार्टीको नेताहरूको आफ्नो उसमा केमा कसरी भर्ती गर्छन् भनेर त्यो हटाउने कुरो हामीले गरिसकेका छौँ भनेर भन्नुभएको छ। एकचोटि यो कुरा सुन्नुहोस् त, तपाईँहरूलाई कस्तो लाग्छ? लाइक कमेन्ट नै गरेर जानु होला। न्वारानदेखिको बल लगाएर यसलाई हटाउने भन्ने चाहिँ भएको छ। अब न्वारानदेखिको बलले पुग्दै पुग्दैन थाहा छैन, गरिसके त के गर्नु, अब नगर्ने नेताहरूले आफ्नो मान्छे चाहिँ त्यो अनुसन्धान केन्द्रहरूमा चाहिँ भर्ती गर्न थाले। भर्ती मात्रै गर्न थालेन, भर्ती चाहिँ गर्ने तर बजेट चाहिँ नछुट्याइदिने। कानुन कसरी आउँछ हेर्दैछौँ, कानुन चाहिँ ल्याउने प्रयास हुँदैछ। के अध्यादेशबाट हुन्छ कि अब के छ, एउटा यो कानुनविदहरूसँग सल्लाह हुँदैछ। विश्वविद्यालयलाई अब तपाईँले टाढाको होइन, प्राध्यापकसँगले नै चलाएको कुरा हो। अब आफ्नै मान्छे चला, आफ्नै मान्छेले, तर त्यसबाट कसैले व्यक्तिगत फाइदा नलुटोस् भन्ने एकदमै हाम्रो पनि विश्वविद्यालयलाई फाइदा।